कन्ट्रोभर्सीले पपुल्यारिटी ल्याउने हो हेर्नु होइन। कन्ट्रोभर्सी भनेको दर्शक तान्ने कुनै अचूक औषधि होइन। त्यो भनेको एउटा नितान्त पपुलर हुने माध्यम मात्रै हो। रह्यो कुरा फिल्म चल्ने नचल्ने भन्ने कुरा यो नितान्त स्टोरीमा बेस्ड हुन्छ। स्टोरी कस्तो दिनुभएको छ तपाईँले, समाजमा चलिरहेको सामाजिक अवस्था, राजनीतिक अवस्था, यस्ता चिजहरू चित्रण गर्नुभएको छ भने अवश्य पनि चल्छ फिल्म। र यो चिजलाई दीपक राजगिरीजीले इन्क्यास गर्नुभएको छ होइन। यो चिजलाई नै बढी महत्त्व दिएर चलाउन खोजेको देखिन्छ, सामाजिक कुराहरूलाई नै लिएर बनाउनुहुन्छ। अब अर्को कन्ट्रोभर्सीमा आउन चाहने व्यक्ति भनेको अहिले हेर्दाखेरि पूजा शर्माजी हुनुहुन्छ होइन। उहाँ चाहिँ अब मिडियामा आएर रुने कराउने होइन, त्यो खालको मेरो फिल्म चलेन भन्ने गर्नुहुन्छ। फिल्म चल्न रोएर त पपुलर भइन्छ हेर्नु। मिडियाले टिआरपीको लागि भए पनि 2-4 दिन त चलाउँछ, तर त्यो कुराले तपाईँको जनतालाई, अडियन्सलाई चाहिँ हलसम्म तान्न सक्दैन। हलसम्म तान्ने एउटा मात्रै औषधि हो, एउटा मात्रै म्याजिक हो, त्यो स्टोरी र एक्टिङ। गजबको स्टोरी र गजबको एक्टिङ छ भने तपाईँले कसैलाई गएर हार गुहार गर्नै पर्दैन। त्यसको जिता जागता इक्जाम्पल छ पूर्णबहादुरको सारङ्गी।